पार्क घुम्ने जमर्को गरेको थिएँ। दिनभरिको घुमाइपछि अनि अवलोकन र भ्रमणपछि भोक, तिर्खा र थकाइ पनि लाग्न सक्छ। ती कुरा पूरा गर्नको लागि तालको उत्तरी छेउमा फाङसाङ नामको निकै ठूलो अनि प्रसिद्ध रेस्टुरेन्ट पनि मैले देखेँ। उक्त रेस्टुरेन्टको इतिहास पनि निकै रोचक रहेको देखिन्छ। यो रेस्टुरेन्टको सुरुवात सन् 1925 मा भएको हो भन्ने कुरा पनि त्यहाँ मेरो एउटा जिज्ञासामा मैले थाहा पाउन सकेँ। एकजना कुक जो सिङ वंशको सम्राटको अदालतमा काम गर्थे रे, अनि उनी खाना पनि ज्यादै मिठो गरी पकाउने, स्वादिलो पकाउने र तिनै व्यक्तिले त्यो रेस्टुरेन्टको सुरुवात गरेको कुरा थाहा पाएँ मैले। र त्यो रेस्टुरेन्ट आज पनि छ। त्यसैले भनिन्छ कि त्यो फाङसाङ भन्ने नामको रेस्टुरेन्टको खाना राजसी स्वादमा उपलब्ध छ। त्यसैले चाहिँ श्रोतालाई पनि मैले भन्न चाहन्छु कि तपाईँ पनि पेइचिङ घुम्न आउनुभएको छ भने पेइहाई पार्क घुम्नुहोस्। त्यहाँको राजसी स्वादको खाना चाहिँ एकचोटि चाख्नुहोस् भन्न चाहन्छु। पेइहाई पार्कभित्र घुम्दा त्यहाँ प्रशस्त मात्रामा प्रदर्शनीहरू पनि देख्न पाइन्छन्। कतै चित्रकला, कतै पुष्पकला, अनि कतै सेतो कमलको प्रदर्शनी, अनि कतै प्राकृतिक दृश्यावलोकनको प्रदर्शनी। घुम्दै जाँदा त्यहाँको एक स्थान यस्तो पाइयो कि त्यहाँ राजसी ठाटका कपडा पहिरिएर आफू सम्राट जस्तै बन्ने अनि पुतली चाहिँ सिँगारिएका रानीहरू सँगसँगै बसेर फोटो खिच्ने पनि त्यहाँ चाहिँ हुलका हुल मान्छेहरू चाहिँ गएको